$1121 पठाउनु भएको रहेछ, जुन चाहिँ नेपाली करेन्सी नेपाली रुपियाँ चाहिँ 1,32,278 रुपियाँ चाहिँ उहाँ सुनमाया थापा दिदीको लागि न्युयोर्कबाट आउनुभएको रहेछ। उहाँ चाहिँ जुन रकम चाहिँ हामी उहाँलाई हस्तान्तरण गर्न गइरहेका छौँ। नमस्ते, आज हामी सुनमाया थापा मगर दिदीसँगै छौँ र जो उहाँ हुनुहुन्छ यो गालाको टिमोर पीडित, जुन उहाँको चाहिँ अपरेसन अहिले सक्सेस भएको हामी देखिरहेका छौँ र उहाँको लागि न्युयोर्कबाट हिसेटासी ज्यूको संस्था श्री कुम्फेप लिङ्क संस्थाबाट चाहिँ उहाँको लागि विगत केही महिना अगाडि सहयोग आएको थियो र त्यही सहयोग मार्फतमा उहाँले उपचार गराइसक्नु भएको छ र फेरि पनि उहाँको लागि चाहिँ अन्तिम सहयोग अर्थात् दोस्रो सहयोग चाहिँ उहाँले प्राप्त गर्नुभएको छ, जुन रकम चाहिँ 96,442.36 पैसा रहेको छ र जुन उहाँलाई सहयोग गर्ने सहयोगी दाताहरू चाहिँ 16 जना हुन्छ। 16 जना चाहिँ हाम्रो US डलरको छ 781 र बाँकी 2 जना हुनुहुन्छ, एकजना 20 युरो हुनुहुन्छ र अर्को $10 हुनुहुन्छ। त्यो दुईटाको चाहिँ हाम्रो 4,284.36 पैसा छ र जुन उहाँलाई हामीले पहिला पनि भेट्थ्यौँ र उहाँले हामीलाई पनि पहिला भेट्ने कार्यक्रम राख्नु भएको छ, किनभने बिचमा हाम्रो लकडाउनको कारणले गर्दाखेरि चाहिँ उहाँहरूले हाम्रो भेट हुन सकेन। त्यसैले आज पुनः हाम्रो भेट भएको छ। दाइ, तपाईँले केही बोलिदिनु न। नमस्ते भन्ने देश विदेशमा हुने दादाहरूलाई, जुन हामी पहिला उहाँ दाइ उहाँ बहिनी हामी फोनमा कन्ट्याक्ट भइरहेको थियो। अब लकडाउनले गरेर कोरोना पोजिटिभ अपरेसनमा कोरोना पोजिटिभ देखाइदियो। डाक्टर साहबले तिमीहरूलाई कोरोना पोजिटिभ छ, तिमीहरू घर गएर बस, अब यो कोरोना पोजिटिभ निको भएर मात्रै अपरेसन हुनेछ भनेर भन्नुभयो डाक्टर साहबले। त्यहाँबाट हामी घर गएर कोरोना पोजिटिभले गरेर उहाँ फोनमा हामी टाइममा कन्ट्याक्ट भइरहन्थ्यो। त्यहाँबाट हुन्छ दाइ, अब तपाईँहरू काठमाडौँ आएर मलाई कल गर्नुहोस्, हामी त्यहाँ तपाईँलाई सहयोग दिन आउनेछौँ भन्नुभएको थियो बहिनीले पनि। त्यहाँबाट हामी फेरि अस्पतालमा आउँदाखेरि कल गरेँ, त्यहाँबाट बहिनी आउनु भएर पहिला पनि एकचोटि सहयोग रकम दिनुभयो। त्यहाँबाट फेरि अहिले पनि विदेशमा हुने दादाहरूले फेरि पठाउनु भएको रहेछ। त्यो सहयोग पनि फेरि आज हामीले बहिनीहरूले हामीलाई आज हातबाट दिनेछ। अब जुन फेरि उहाँको चाहिँ जुन सुनमायाको चाहिँ 1 महिनापछि फेरि आउनु भनेर डाक्टर साहबले भन्नुभएको छ। जुन यो स्टिलको प्लेट राख्ने रे, त्यहाँबाट फेरि बङ्गरा राख्ने रे, दाँत राख्ने भनेर डाक्टर साहबले भनेको छ।